लाई असार लागेको छ र त्यहाँ बोलाउँदै हुन्छ। सलाम हो। सरकारले टुप्पीमा बस भन्नुहुन्छ अरे हामीलाई कसले फेदा अवसर भात दिने। हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। म दिपेश राई फेरि पनि अर्को एउटा भ्लग लिएर आइसकेको छु र तपाईँहरूले अगाडि क्लिप हेरेर थाहा पाइसक्नुभयो होला कि मैले के बारेमा भ्लग बनाएको छु भनेर। अनि मैले चाहिँ आज धान रोपाइको बारेमा भ्लग बनाएको छु, हेरेर साथ दिनु होला, रमाइलो गर्नु होला। हेलो गाइस, आकाशबाट पानी आएर खोलाबाट तानेर है मेसिनबाट कत्रो बिजोग छ हाम्रो यहाँ। पानी आउनुमा आउँछ त पानी नाचेपछि नाच्नु रोको पानी आउँछ त अस्ति मैलेको धान रोपेपछि त पुरै खोला राखेको। अझै त्यो भ्यागु आएन त पानीलाई मैले सहमति दिएको नानी जस्तो कराए माया लाग्ने हो मैले कुछ भी छैन दिदी त्यो कराको जिम्मेदार नि एक आएको चाहिँ त्यही छ। लिमिट बनिकोमा थिएँ अनि रेजीको आमाले फोन गर्नु पर्छ भन के कराउँछ नि बहिनी भन्दै हुनुहुन्थ्यो। भैँसी जस्तो ठ्याक्कै भैँसी जस्तो बनाउने धानै रोप्नु असारे 15मा यो मैलीको सिराइमा चन्द्रमा यो मैलीको सिराइमा चन्द्रमा यो मैलीको सिराइमा चन्द्रमा धान रोप्ने असारे 15मा धान रोप्ने असारे 15मा अस्ति 1 खोक्टाको भिडियो आएको थियो होला, आज चाहिँ 3 खोक्टाको 3 खोक्टाको। अबे फोन गरो खत्म, बाय बाय, टाटा, गुड बाय, गया। लाई असार लागेको छ। असार लागेर धमाधम यहाँ खेतीपाती हुँदैछ। धान रोप्नलाई हामी यहाँ हिजो सिधो खाली लगाइसकेको छौँ। टक्क अब मिलाउनु मात्रै बाइक छ। पानी पनि यहाँ आउँदैछ भुर्रुटो। खुट्टाले पायो खुट्टाले, कोदालोले पायो कोदालोले। टाउकोले पनि चेक है कसैले त घरहरूले दिएको टाउकोले माइल दिदी खाँदै हुन्छ। यहाँ खाँदैछन् फेरि आन्टीहरू रोप्नलाई यहाँ रेडी भएर बसिरहनु भएको छ। केही छिनमा यहाँ हाम्रो बिउ पनि यहाँ आइसकेको छ। ठुलो मम्मी पनि आउँदै हुन्छ यहाँ हेर्नलाई। टक्क अब यहाँ हाम्रो सकेपछि रोप्नलाई रेडी हाँस्दै रमाइलो भइरहेछ। है नयाँ मिलाउँदैछु काले पाइ सामान धेरै दुःखको पाइपबाट मिसिन आएर रोप्नु पर्यो। असार 15 लाग्न लागिसक्यो। हेर्नु यो धापा खेल कस्तो ठाउँ रहेछ। सारा संसारभरि आयो अरे बाढी लग्यो मान्छे बगायो भन्छ, तर यहाँ त किरा फटेको नि बगाएन है गाइस। अलिक गाह्रो भएको अवस्था यहाँ खेत रोप्न त। खोलामा पनि पानी त्यति छैन, सुक्खा छन्।
पर्दैन, खेत सबै खाली, कसैको रोपेको छैन, बिउ बढिसक्यो। अब सरकारले के गर के गर्नुहुन्छ सरकारले टुप्पा बस भनेको थियो अरे बारीमा लान्छ भनेर कहाँको टुप्पा बस हो खेतैमा बस्ने यो अवस्था भयो डाँडा डाँडामा बस्नु हुन्थ्यो। कतिले बस्नु भने कहाँको टुप्पा जानु अब अस्काबाको डाँडामा बस्नु के गर्नु होसमा बस्ने छौँ हामी त बस्नु डाँडा बस्नु ए हो अब बस छ्यापछुप सबै भइरहेको अनि हाम्रो बुवालाई एक्लै धान भन्छ। यो चाहिँ धेरै फल्ने यो वैज्ञानिक धान। यो धानको विशेषता के विशेषता होला यो धानको? यो धानको विशेषताको गुण धेरै छ। कुन बिउ कुन जातको भनिदिनु? यो चाहिँ जातमा यसलाई शङ्कर भन्छन्। अब जात कुन हो शङ्कर भनेको छ। अब चाइनिज भाषामा लेखेको छ इन्डियन हिन्दी। ए अब हिन्दी बोल्न आउँदैन। यो चाहिँ एउटा रोप्ने हो अनि यत्रो ठुलो 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 गाछा छ शङ्कर राजसम्मको नाम रहेछ राजेश दाईको। शङ्कर हो शङ्कर यो धानको नाम। शङ्कर हो शङ्कर हो यो धान लागि हात फलाम सलाम हो सलाम दुश्मनको लागि फलाम। साथीको लागि शङ्कर हो शङ्कर धानको नामै शङ्कर परेको छ। हो धानको नाम इन्डियन हो नेपालीमा चाहिँ अब छैन। किन हो किन हरेक कुरा नेपाल पछाडि एक्लै होला। नेपालको अब केही छैन उत्पादन सबै इन्डियन। चाइनिजले एउटा रोप्दा हुन्छ भनेर एकै पनि बनाएको रहेछ यो नेपाली नेपालको कस्तो हो के थाहा अनि तपाईँहरूले मल पाइरहनु भएको छ सरकारबाट अनुदान? अनुदान 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 केही छैन सरकारबाट त हामीलाई थुप्रो दिनु बिउ मलहरू। हामीले त कसले देख्ने र सरकारले टुप्पीमा बस भन्नुहुन्छ अरे हामीलाई कसले फेद अवसर भाग दिने? हामी टुप्पीमा बस्ने हाम्रो क्षमतै छैन न टुप्पी हुनु हाम्रो। मल भन त मलै हुँदैन ए आज पानी पर्ला पर्ला जस्तो छ मौसम, पर्ला जस्तो त धेरैचोटि भइसक्यो तर पानी परेको छैन। एक एकवटा भने अब चाहिँ हाम्रो खेत रोपाइ सकिसकेको छ अन्तिम अवस्थामा। यहाँ सकिएर सबैजना पुरै चिटिक्कै भइसकेको छ। अब केही महिनापछि पानी चाहिँ हालिरहनु पर्ने हुन्छ। अब कता कता उयो हुन्छ आकाशबाट पानी पर्थ्यो भने राम्रो हुन्छ, परेन भने गाह्रो हुन्छ, मेसिन तान्दै हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि अब रोपाइसकेपछि कता खाँचाको व्यवस्था कति राम्री भयो ऊ त्यो जोडा अलिक पाछो खाँचाको व्यवस्था पनि छ। खाँचामा चाहिँ खै के छ अब हामीलाई थाहा छैन। यहाँ पानी हाल्दैछ यति अलिक पानी भराइदिनु पर्ने हुन्छ। अब 1 महिनापछि गोड्नुपर्छ। झारहरू उम्रिन्छन्। त्यसपछि कात्तिक अन्तिम दिन त पाकेर खाद्न तयार हुन्छ। कति खेतमा 4-5 मुली फल्छ, राम्रो फल्छ यहाँ काठमाडौँमा। अब चाहिँ खेत रोपाइ सकिएको अवस्था। हातखुट्टा धेरै टक्क उहाँहरू चाहिँ खेता लाउनु भएको। उहाँ चाहिँ खोटाङबाट हुनुहुन्छ होइन तपाईँ? कता हो तपाईँको गाउँ? खोटाङ हो खोटाङ। अनि उहाँ आन्टीको चाहिँ बुटलबाट हुनुहुन्छ। अनि अहिले चाहिँ यतै यहाँ बसिरहनु भएको छ। उहाँको चाहिँ यतै हो, यहीँ व्यवसाय गरेर बस्नु भएको छ। धापा खेलमा बस्नु भएको छ उहाँ पनि खोटाङबाट धापा खेल। तपाईँ कताबाट अरे? आएको त 2टा घर होइन गाउँ तपाईँको धनकुटाबाट यहाँ आएर व्यवसाय गरेर बस्नु भएको छ। अनि यहाँ आउनु भएको छ। अनि हामी चाहिँ शङ्खसभाबाट आएर यहाँ बस्यो। यति धेरै जग्गा हुनुपर्छ है यहाँ त करोडपति हुन्छ। तामाङ भाषा बोलिदिनु न। सन्चै हुनुहुन्छ भन्दा के भन्छ? सन्चै मुला ठिक मुला गाइडहरू सन्चै मुला गाईको सन्चै मुला मुला ठुलो मम्मी चाहिँ आया हो चिप्लेर शङ्खसभाबाट अब आउनु भएको थियो। अनि आज असार महिना पनि मनायौँ हामीले।
यहाँ मनै रोप्दैछन् थपी छ्यापक छुपुक। के भन्नु छ तपाईँलाई भ्लगमा सबैलाई गाइजहरूलाई गाइजहरूलाई शङ्करसोलादेखि आएर सक्का सभाबाट आउनु भएको आएर यहाँ काठमाडौँमा धान रोप्दैछु। गाइजहरूलाई त्यही भन्नु बिरामी मान्छे धान रोपेछ भनेर कराउँछ है त। अब खेताइ पनि सक्यो रोपाइ। अब यहाँ तल मिसिन पानीमा खोलामा ल्याएर सानो छ खोला पनि, यहाँबाट पानी लगेको थियो मुख यहाँबाट। पानी पनि पछि बाढी पाएपछि ठुलो हुन्छ, अन्त सानो छ बिजोग छ यसपालि त। खेत पनि खोइ यतातिर अहिले त यहाँ पारी सबै तरकारी खेती छन् प्राय भाडामा लिएर होइन लिजमा लिएर। अब यहाँ चाहिँ प्राय सबै त्यस्तै गर्छन्, व्यवसाय गरेर बसेछन्। हामी पनि त्यही हो। जग्गा मेसिन पनि मैले निकालिसकेको छु। अब यो सँगसँगै खेत रोपाइ पनि सक्यो। मेसिन राखेर टोको पनि छ यहाँ। त्यसै गरी अब चाहिँ खेत रोपाइ पनि सक्यो र त्यहाँ बोलाउँदै हुन्छ। मेरो भ्लगमा उहाँहरूलाई पनि स्वागत छ। उहाँहरू घर बनाउँदै हुनुहुन्छ अनि हेलो गाइस भन्नु ल। अब खेत रोपाइहरूको लागि खाना बनाउँदैछ मैले दिदीले यहाँ खाजाको लागि। भाले काट्नु भयो नि त, भाले मजाले खाने हो। धनियाँ भालेको मासु अब स्वादिलो बनाउनु लागि आन्टीले धनियाँ धुँदै हुनुहुन्छ। ठुलो भाले पनि खुसी हुनु भइरहेछ भालेको मासु खान। अब अन्तिम अवस्थामा आइपुग्यौँ। अन्तिम सफाइ रोपाइ सकायौँ भने के भन्छ। अब अन्तिममा केही खेत रोपाइहरू दुःख छन्, कृषि प्रधान देशमा केही भन्न चाहनुहुन्छ, केही सन्देश दिन चाहनुहुन्छ? यहाँ सन्देश दिँदै हुन्छ एकछिन। सन्देश पनि कसलाई दिनु र? हाम्रो सन्देश कसले सुनिदिने र? हाम्रो सन्देश सुन्ने कोही छैनन्, न त भन्नु त नि। अब त धेरै दुःखदायक त धेरै छ नि, सुनिदिने कोही छैन किसानीहरूको दुःख। कृषि प्रधान देश भनेको छ। अब चाहिँ कृषि प्रधान देश भनेर नम्बर 1 मा गन्ती थियो नि, छैन। धान रोपेको फोक्टा 4 फोक्टा छैन। कतिवटा भिडियो भइसक्यो 5वटा भयो। 3टा भयो, फोक्टै छैन बिराउँछ। 3टा दिनु भयो, अझै बाँकी छ एउटा। अनि यसरी उसले गिलासहरू रिसिने मेहनत अब के खान त अरू खाउँ भने केही छैन। अब भात पकाउन नखाने, मकै उसिनु नखाने सबै अहिले त जम्मै सोखी भइसकेको छ। फाइनली यहाँ खाजा यही भयो। ल ल दिदी दुःख सुख हस् खाना पो थाल्यौँ। चटपटे पानी अलिक ल अब चाहिँ हाम्रो भिडियो यति नै अन्त हुन्छ। आजको दिन पनि चटपटे गाइस, एकदमै चटपटे चौचौ डल्ले खोर्सानी है। ओ स्वाद पिरो। ओके ल गाइजहरू आजको लागि यति नै। अनि आजको भ्लग हामी यहीँ अन्त गर्न चाहन्छौँ। आजको दिन एकदमै रमाइलो गयो। अब बाई बाई गरिदेऊ सानो मान्छे भन्छ। बाई 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 गाइज। ल सबैलाई बाई बाई। ल बाई हाम्रो अझै बाँकी छ भित्र सक्नु।